पुरै त्रिशुली आमा लाइभ लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ। ओहो पुरा ड्याम फुटेर आयो यार, पुरा चाइनाको ड्याम फुटेर आएर रहेछ। आमा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो यो। ल त्रिशुली बजारै गयो यार, ल गयो यार। ओ ए सिलास यता आऊ यता आमा यार बजारै गयो यार। यहाँ नबसौँ ल, अलि टाढा बसौँ टाढा। यो पुरै ल घरहरू जम्मै गयो ल घरहरू जम्मै गयो। यो पुरै आमामा ड्याम यार। खोइ कहाँ मान्छे खोइ ल आज स्याप्री बेचीबाट त्रिशुली नदी बाढी आएको। धेरै नै ठुलो आएको छ, अचानक विपत्ति आयो। खोलामा अचानक आएको बाढीले चाहिँ सबै बजारहरू र पावर हाउसहरू सब बगाइसकेको अवस्था छ। र यो घरमाथि चाहिँ हेर्दै देख्न सक्नुहुन्छ, मान्छे उद्धारको लागि प्रतीक्षामा हुनुहुन्छ। उता पनि निस्किने ठाउँ छैन, एउटा घरको बिचमा खोलाको सबै वरिपरिबाट खोलाले बाढीले घेरेको छ। र सक्नुहुन्छ भने सक्दोभन्दा सक्दो उद्धारको लागि आउनु हुन अनुरोध गर्दछु। यस्तो अवस्था छ। बाढीले केही पनि लागिराखेन है, कन्डिसनल यस्तो छ यहाँको। ढुङ्गेको कृषि कार्यालय तल चाहिँ साङ्गो बजार अनि यो कृषि विकास ब्याङ्क थियो, यो पनि केही पनि लागिरहेन। यो चाहिँ के अरे सशस्त्रको जेल थियो, सबै गयो। अझै खोला बढ्दैछ अरे भन्ने प्रहरीको जानकारी छ। केही पनि छैन यहाँ ढुङ्गेको बजारी। यो घरहरूमा मान्छे फसिरहेछ, त्यसको लागि हेलिकप्टर मगाएको छ अरे भन्ने सुनेको छ। ढुङ्गेको यो उकालोसम्म लिएर आइदिन्छ। खै गाडी हेर, यो त मास्तिरबाट ल्याएको गाडी होला है। मान्छे भाग्नै भ्यायो कि भ्याइन भन्ने कुरा हो। त्यही हो नि।
यस्तो अलिकति नै जानकारी नहुनुहुन्छ त है कतिजना बगाए माथि बगायो होला यहाँको बजारको अस्तित्व लगभग सकिएको छ। त्रिशुली खोलाले धार पुरै परिवर्तन गरेको छ। प्रेसरले ढुङ्गाहरू खरानी भएका छन्, ठुल्ठुला ढुङ्गाहरू यसरी खरानी भएका छन्। मान्छे कति मरे कि नै छैन, 10,000 भन्दा बढी मान्छेहरू मरेको आशंका छ।